कालहर दुःखहर दरिद्रहर कष्टहर रोगहर हर हर महादेव जय। डुक्चेश्वर महादेव नुवाकोटमा रहेको पवित्र शिव मन्दिर हो। प्राकृतिक सुन्दरता र शान्त वातावरणले यो ठाउँलाई विशेष बनाउँछ। नयाँ वर्षको सुरुवात यस्तो पवित्र ठाउँबाट गर्दा जीवन नै शान्त रहन्छ। कहिलेकाहीँ शान्त खोज्न धेरै टाढा जानु पर्दैन, यस्तो ठाउँहरू नै काफी हुन्छ। ह्याप्पी न्यू इयर 2083 सबैजनालाई। सबैजनाको यो वर्ष स्वास्थ्य राम्रो होस्, रोकेको काम पुरा होस् अनि शुभकामना छ मेरो साइडबाट। नमस्ते सबैजनालाई, म स्मिता श्रेष्ठ। बल्ल बल्ल फाइनल्ली आएको छु घर बनाएर। थम्बनेलबाटै थाहा पाउनुभयो होला कहाँ जाँदैछु भनेर त होइन। त्यही भएर म त्यसको सानो सानो अलिअलि भेराइटिज देखाउने ट्राई गर्छु। ओके, स्टे ट्युन विथ मी, लेट्स गो। बाई। हामी टोखा हुँदै नेचरलाई इन्जोय गर्दै नुवाकोट तर्फतिर लाग्यौँ अनि यो बाटोबाट चाहिँ सूर्यचौर पुगिन्छ। यहाँ चाहिँ एकछिन खाजा खाने छोटो ब्रेक लियौँ। काठमाडौँबाट नुवाकोट झर्नको लागि चाहिँ फुल ओह्रालो छ। यो बाटो चाहिँ कस्तो राम्रो लागेर चाहिँ हामी फेरि एकछिन ब्रेक लियौँ। नुवाकोट झरे पछाडि चाहिँ हामी नुवाकोट दरबार जानको लागि गुगल म्याप युज गऱ्यौँ अनि त्यो बाटोले चाहिँ हामीलाई जङ्गलको बाटो लग्यो। एकदम घना, एउटा पनि मान्छे नभएको, एउटा पनि बस्ती थिएन यो जङ्गलमा चाहिँ। फाइनली हामी चाहिँ नुवाकोट दरबारको बस्तीमा पुग्यौँ। यो चाहिँ कस्तो मेन्टेन गरेर राखेको रहेछ के, कस्तो राम्रो थियो। अहिले पनि सब अन्डर कन्स्ट्रक्सन। दरबार हेर्नलाई आएको रे, दरबारै अन्डर कन्स्ट्रक्सनमा छ। ल सबै अन्डर कन्स्ट्रक्सन, भोलिपछि चाहिँ राम्रो हुन्छ होला। आर्मी एरिया रे, नारायण मन्दिर र बेहुली नै नलिकन, बेहुली नै नदिएको रे के। किन नदिएको? गरिब देश भने, गरिबको भनेर। यो हो नुवाकोट दरबारको वरिपरि। तिम्रो पनि देखाइदेऊ न आइसक्रिम। मेरो यस्तो उसको जस्तो। त्यसपछि हामी हाम्रो होटलतर्फतिर फर्क्यौँ अनि फर्किँदाखेरि बाटो चाहिँ यस्तो छ। यस्तो सरर आउने बाटो थाहा नभएर हामी अघि खल्च्याङ टुचुङ गर्दै त्यहाँ जङ्गलको बाटो आएको, कोही नहिँड्ने मान्छे फेरि त्यहाँ कोही नहिँडेको बाटो आफै आएर यस्तो बिच बाटो छोडी छोडी। हामी एकछिन जुसहरू खाएर अनि हामी चाहिँ पुग्यौँ हाम्रो कोटबारी होटलमा। हाम्रो रुम रेडी भएको छैन अरे, त्यही भएर अहिलेलाई वेलकम ड्रिङ्क्स। एनी गेस उहाँहरूले कुनमा टिकटक गराउँदै हुनुहुन्छ? बानलाई म छिराएरै छोड्छु। खै किन वान? त्यो वान ल है त, स्ट्रेट छ यताबाट। ल वा यता
यस्तो स्नुकर खेलेर बस्ने मान्छे अरे यस्तो पाराले के स्नुकर खेल्छौ दिनरात बिताउने मान्छेले हेर स्नुकरमा यस्तो प्लेयरले अब चाहिँ हाम्रो रुम रेडी भयो रे के हो गुडबारी हाम्रो आजको हनीमुन स्पट अनि यहाँबाट चाहिँ हाम्रो बाल्कनी मच्छर आउँदा रहेछ अलिकति केयरफुल यहाँबाट सबै भ्यू देखिने रहेछ चाहिँ हाम्रो बाथरुम यो चाहिँ हाम्रो स्विट टाइम सो टायर बेडरुमबाट पनि रहेछ ल This place is not just a destination. It's a feeling surrounded by nature, fresh air and the calm sound of the hills. It feels like time slows down here. म चाहिँ भर्खर नुहाएर फ्रेस भएर आएँ हल्का रेडी पनि भइसकेँ यति बेला चाहिँ म फन्नी मोमेन्ट सेयर गर्दै थिएँ यो चाहिँ मिटिङ हल एरिया हामी चाहिँ टपमा आएको अनि त्यसको पानी त्यस्तो राम्रो छ कि यहाँबाट देखिरहेछ दुखेश्वर महादेवको मन्दिर पनि हो अहिले चाहिँ अलिक लाइट नबालेको भएर देखि हामीले चाहिँ मैले स्विमिङ कस्ट्युमै लिएर आइन त्यही भएर खेल्न पाएन तिम्रो त ल्याएको थियो त तिमी त खेल न त तिमी खेलेर भइहाल्यो त अब चाहिँ 7 बजी हामी चाहिँ रिफ्रेस भएर यसो एकछिन साँझको बेलामा डुल्न भनेर निस्केको अनि त्यसपछि के भन्छ अरे नाइट भ्यू नि कस्तो रमाइलो हुन्छ लाइटै लाइट बनाइदिनु रहेछ म अहिले एकछिन पछि देखाउँछु ल नाइट भ्यू चाहिँ अनि त्यसपछि त्यहाँनिर चाहिँ गुप्तेश्वर महादेवको चाहिँ नाइट भ्यू यस्तो छ भरिङभरि लाइटै लाइट कस्तो रमाइलो रहेछ अब चाहिँ भरिङ आएको हामी चाहिँ नाइट भ्यू पनि हेर्नलाई छिटो आएको केही त फाइदा लिनु पऱ्यो नि होइन बिहान पनि हेर्ने नाइट भ्यू पनि हेर्ने त्यहाँबाट चाहिँ जाने रहेछ भोलि कति लाइन हुने हो आज चाहिँ टन्नै भक्तजनहरू आएको थियो एकदम बाटोमा यति धेरै देख्यौँ ऊ त्यो चाहिँ कोट पर्व हो हामी चाहिँ त्यहाँ हाम्रो होटल चाहिँ त्यो हो कोट पर्व अरे ल कोट के अरे कोटबारी हो त्यो कोटबारी होटल हो हाम्रो होटल अनि चाहिँ त्यहाँदेखि यहाँको यस्तो खतरा देख्यो कि नआइ बस्नै सकेनौँ क्या त्यही भएर आएको अनि बाटो यो चाहिँ फर्किने बाटो राति कोही नै हुनुहुन्न रहेछ यहाँ एउटा दाइसँग पर्मिसन लिएर जान लागेको यहाँ आएर माग्यो भने सबै इच्छाहरू पुरा हुन्छ अरे सबै इच्छा पुरा हुन्छ अरे ल गाइज आउनु तिमीहरू पनि तपाईँहरू पनि बिहानको भ्यू है यो चाहिँ अब तर हामीलाई मन्दिर जान लास्टै लेट भयो क्या अब हामी छिटो मन्दिर जान्छौँ ल के देख्नुभयो हजुरले हे त्यो त गुफा जस्तो छ त उताको पानी आउँछ क्या है ऊ पानी यहीँबाट मोटर बनाउने रहेछ अल टाइम आउने पानी रहेछ नि त जान दिन्छ बाटोमा पुग्न पाउँदो रहेछ त यसमा चाहिँ एउटा आफूलाई प्रसाद हुन्छ एउटा महादेवलाई लाउने दुवै थरी हुन्छ यसमा एक थरी मात्रै यसमा किनी दुध पनि हालिदिनु है आफैले पूजा गर्ने है यहाँ शान्ति भयो हामी सक्सेसफुल्ली यहाँ गुप्तेश्वर महादेवको दर्शन गर्न आइपुग्यौँ यसको लागि धेरै धन्यवाद छ एकदम मनलाई शान्ति खुसी मिल्यो होइन भनिन्छ होइन यहाँ चाहिँ आएर होइन
के अरे जे मागे नि पुरा हुन्छ अरे के जे मागे पनि त्यही भएर यहाँ चाहिँ भक्तजनहरू कति आउँछ हिजो न्यू इयरको दिनमा चाहिँ यहाँ यस्तो प्याक थियो होइन आज चाहिँ ठिकै छ आनन्दले पूजा गर्न पायो अनि त्यसपछि पूजा पनि गरेँ गुरुवार टिका पनि लगायौँ यो पनि प्रसाद दिनुभयो है के अरे भक्त त्यहाँ हामीले त लगेको थिएन त्यही पनि यो नि लगाइदिनु भयो एकदम खुसी लाग्यो कहिलेकाहीँ यस्तो हाम्रो लाइफमा हुन्छ नि टक्सिक लाइफदेखि चाहिँ यसो धर्म यस्तो हुन्छ नि मन्दिरहरू आयो भने नि आफ्नो मनलाई चाहिँ शान्ति मिल्छ क्या त्यही भएर कहिलेकाहीँ एकदम स्ट्रेस भएको छ लाइफमा एकदम पीडा छ भने जस्तो केही भएको छैन देखेँ होइन म भने जस्तो केही नै भएको छैन त्यस्तो केही छ भने चाहिँ मन्दिरहरू आउनुपर्छ मनलाई चाहिँ शान्ति मिल्छ As we walked through this peaceful environment, everything felt simple and pure. त्रिशुल कति क्युट अनि हामी खोलातिर लाग्यौँ यो खोलाको पानी चाहिँ गोसाइकुण्डको पानी बग्दै आएको भन्ने पनि सुनेको थिएँ मैले बाटो चाहिँ बारी जाने यस्तो छ यस्तो साह्रो बाटो मेन बाटोहरू हिँड्ने बाटोहरू पनि छैन कि जतिको यतिको यहाँको यो बारी जाने बाटो खत्तम छ हाम्रो होइन मेरो काममा यस्तो टक्सिक हुन्छ कि आई निड अ ब्रेक टाइपको कति फिल हुन्छ क्या अब हुन त यो जम्मा 1-2 दिनको ब्रेकले खासै त्यस्तो फरक पर्दैन तर हुँदै नहुनुभन्दा अलिकति पनि भएको त फाइदै छ नि त यहाँ बस्नुन्जेल त्यस्तो केही यादै आउँदैन आनन्द हुन्छ आफ्नो मनको शान्तिको लागि भए पनि यस्तोमा आउनुपर्छ मन्दिर जानुपर्छ यसरी रिसोर्टहरू आउने अनि बस्ने तर यो 2-3 दिनले पनि आनन्द ब्रेक आफूलाई एकदम ब्रेक फिल हुन्छ क्या ब्रेक पाएको जस्तो डर लाग्छ नि तर बच्चाहरू त्यस्तो नडराइ खेल्छन् है अब हामी चाहिँ यहाँबाट 2 बजीतिर निस्किन्छौँ होला अनि बाटोमा केही खान्छौँ अनि त्यसपछि अनि लाग्छौँ यहीँ खान्छौँ कि उता खान्छौँ जहाँ भए नि खान्छौँ चिज 2 बजीसम्म चाहिँ यहाँबाट हाम्रो निस्किने जसरी भए नि निस्किने प्लान छ अहिले 12:30 भइहाल्यो 2 बजीसम्म चाहिँ निस्किने हो ओके गाइज मलाई चाहिँ जानु मन पनि लागिरहेको छैन खास भन्नुपर्दा खास जानु मन नै लागिरहेको छैन अब हेरौँ ढिलो भइसकेको छ सुतेर बस्छ उठ जाम रेडी भाउ के को सुतेर बस्ने अरे दिउँसो म कहिले सुत्छु र किन पल्टेको छ आनन्द लिएको नि यस्तो चिलासमा मलाई जान्नै मन छैन फेरि त्यहाँ सेम ओल्ड लाइफ यहाँ कस्तो आनन्द आइरहेछ शीतल हावा आइरहेछ त्यहाँ बाल्कनीबाट सुतेर बसेको नि कति आनन्द आएर कहीँ घुम्न जानु नि मन छैन मलाई त्यसरी नै चिल्याक्स भएर बसिरहनु मन छ काम गर्न जानु परेन मन छैन सम्झिन नि मन छैन जान्थ्यो त आज पनि बसौँ न मेरो त भोलि पनि बिताऊ त्यही काम लागि छ न अब हामी कति बजे 1 बज्यो अब हामी तयारी गर्छौँ हाम्रो ब्याग प्याकिङहरू पनि भइसक्यो अब चाहिँ हामी निस्किन लागेको 1 बजिसक्यो अब चाहिँ हामी निस्किन्छौँ बाटोमा यसो एउटा ठाउँ चाहिँ कस्तो राम्रो जङ्गल थियो त्यहाँ चाहिँ एकछिन बस रेस्ट गर्नु पर्ला गर्छु कि गरेर होइन अनि त्यसपछि चाहिँ निस्किन्छौँ है त अनि मैले भिडियो अहिले इन गरेको छैन है अझै बाँकी छ पिक्चर अभी बाँकी मेरे दोस्त कोतबारी यो चाहिँ एकदम फेमस अनि गुड हस्पिटालिटी एकदम नेचुरल ब्युटीले भरेको डाँडा काँडा भएको ब्युटिफुल लोकेसनमा छ सँगै हाम्रो के छ दुप्तेश्वर महादेवको मन्दिर छ नजिकै त्यही भएर यहाँ आउनलाई चाहिँ एकदम मनलाई शान्ति पिसफुल मिल्छ आउनु होला साथीहरू मेरो यहाँको स्टे चाहिँ एकदम पोजिटिभ मात्रै भयो नेगेटिभ एउटा पनि छैन अब हामी चाहिँ चेकआउट गरेर अब हामी चाहिँ फर्किँदै पोकोपुन्तुरो बानेर बाई बाई कोतबारी बाई बाई नुवाकोट अनि दुप्तेश्वर महादेव की जय मेरो आँखाले भ्याउँदासम्मको टाढासम्म पनि होइन यो पुरा धान खेतबारीहरू थियो के कस्तो हरियाली आँखालाई नै कस्तो आनन्द आउने के यस्तो हरियाली देख्दा
सुकुटीको लागि फेमस एउटा होटलमा हामी खाजा खायौँ। हजुरहरूले बुझ्नुभयो होला कुन ठाउँ भनेर। अनि अहिलेसम्म साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।